यस्तै हो क्या ठिकै छ होइन सधैँ नलानु भए के खान म हप्तै पछि लान्छु भनेर धाक्दिनु के खान के अरे हप्तै पछि नलानु नै थियो भने के खान म हप्तै पछि लान्छु भनेर धाक्दिनु मलाई ओखलढुङ्गा लाखे हेर्न नलाने भए के खान म यो वर्ष ओखलढुङ्गामा लाखे देखाउँछु भन्नु रोपाई देखाउँछु यसपालि रोपाई भएछ त किन भन दिन अलिक पछि सरेर भन कसले भन सनले जस्तो माथि बाउलाई जस्तो कुरो नगरे मलाई रोपाई लान्छु मैले त यहाँ लाने भनेकोले मैले नोटमा पनि तपाईँले पछि ढाँट्नुहुन्छ भनेर मैले यहाँ नोटमा पनि लेखेको छ सरोजले यसपालि लाखे हेर्न ओखलढुङ्गा लाने अनि हप्तै पछि पत्ताले लाने भनेर यहाँ लेखिराखेको छ मैले लेखिराखेको थियो यस्तै हो क्या यस्तै हो अब आफूलाई जान मन लागेको बेला नलगेपछि उसलाई कहिले लान मन लाग्छ अनि त्यो नचाहिएको बेला उसलाई कहिले मन लाग्छ अब आफूलाई लाग्ला नलाग्ला त्यति बेला चाहिँ लान्छु अरे नि त मलाई पत्ताले भोलि म जाँदा के हुन्थ्यो अरू बेला पहिले अब तपाईँ पत्ताले जाँदाखेरि आनन्द पसलमा बस्थेँ यहाँ बस्थेँ माथि बन्द गर्थेँ सोधे पनि हुन्छ फेरि नपत्याए फेरि सोद्धा त ढाँटी नै हाल्छ नि त्यो थाहा छँदै त होइन यसो ची भनिहाल्छ भए पनि अब त्यो मिलेन नि त अब होइन अब त्यो अहिले लान मन भए पो मिल्थ्यो त्यो मनै नभएपछि कहाँबाट मिल्छ अनि त्यस्तै हो ठिकै छ अब मै उस्तो हो कि खासमा त त्यो भनेको पत्याउने नि त्यो यसो गरिदिन्छु उसो गरिदिन्छु अब उहिले चिनिसकेको हो नि त खासमा त चिनिसकेपछि त अझ अलिकति चेताउनु पर्ने नि त चिनिसक्यो भने नुनसँग खाने त्यही नुन खान्छु भन्दा त यस्तो भयो त चिनिसक्यो भने नुन खाने तपाईँलाई मैले चिनिसकेपछि के नुन अर्कै खोज्न जानु म जाने त जान त जा म नजाने नि त अर्को पो खोज्नु जाने त्यसो पो आफै त नि चिनिसक्यो भने नुन खोज्न जाने भनेको हो कि होइन होइन म त चिया खानालाई चिनी सिद्धेपछि चिनी नै चाहिन्छ कि नुन चाहिन्छ नै म त चिनिसक्यो चिनी चाहिने छ भनेपछि चिनी खोज्न जानु कि नुन खोज्न जानु त्यो सोध्नेको पो गल्ती हो मलाई त अनि हेपेको मलाई चाहिँ नलाने भनेको पत्ताले पनि झन् मैले चाहिँ 5-6 हजार कति लाग्छ श्रेयान्सको भर्ना गर्न अनि हो त्यही भर्ना गऱ्यो भने सुक्राजको पैसा आउने 4-5 हजार 6 हजार भयो पनि झन् माइनस हुन्छ भनेको थिएँ मैले चाहिँ ऊ अब नलानी मलाई अब अहिले आनन्द आएर पसल बस्दा हुँदैन मूल घर कान्छा घरमा त्यो बार्न बोलाएपछि त्यसले गर्छ नि त काम आफै गर्छ के गर्छ त्यसले गर्छ सघाउनु परेन होइन तपाईँ घरमा जेसुकै होस् त म चाहिँ के मलाई के तपाईँ घरमा जेसुकै होस् त त्यसले गर्दा मलाई पो के रोकटोक जेसुकै होस् म त सामेल हुने खालकै हुने नै होइन त मलाई पो के भन्ने कुरा हो नि त त्यही भएर के नहाँसेको हाँस्नु नि ठिक्क अब लानु पर्दैन ठिकै छ कि ठिकै छ यस्तै हो आस्ते खाउने अनि भरे के अझ अघि त के अरे चैतमा म ओखलढुङ्गा लान्छु बिच्चामा त्यो लाने मान्छेले थपक्क लु यति बेला लु हिँड जाउँ भन्छ कि त्यो बिना पत्ताको गफ के 3-4 महिना अगाडिदेखिको हाउरे नि त माघ भइगयो पुस 2 महिना अगाडिदेखिको हाउरे क्या त्यस्तै त्यो लाने मान्छेले लु यति बेला चाहिँ घुम्ने हो लु जाउँ भन्छ लाने मान्छेले त्यो गफ दिनेले हाउडी मात्रै हान्छ त्यो 2-4 महिना अगाडिदेखि हाउडी हानेछ बसेको त्यही भएर यो खालको हाउडी मलाई नहान्नु अबदेखि अनि यो भरोसा गर्नु नै नहुने रहेछ क्या खास भन्ने मेरो भन्ने चिज
हुन त मेरो खुसीको लागि अर्काले सोचिदिन्छन् भनेर त त्यो आश गर्नु नै मेरै गल्ती हो ए लु सुत्ने हो चिसो भयो चिसो भयो चिसो भयो घुमफिर गर्दा म तातो थियो यहाँ त चिसो हुन्छ नि के फोटो खिचेको उहाँ तातोमा बसेको यहाँ जाडो हुन्छ नि यहाँ जाडो हुन्छ घुमफिर उसलाई मात्रै गर्नुपर्छ उसलाई मात्रै चाहिएको छ घुमफिर हामीलाई त चाहिँदैन ए खुट्टा डगे घरमा यो डगे यो मोजा खोलेर ल्याउने मोजा खोल छे खोल्दैन त ल नाकमै भर्रै छिरो भन छ्या खोल्दैन त ल खोल ल भात खाएकै छैन के मोजा खोल यो मोजा पनि म खोलिदिन्थेँ मलाई लगेको छ त भोलि पत्ताले मलाई लगेको छ त उसको मात्रै काम गरिदिनु पर्ने हाम्रो त इच्छै होइन ल भयो नि त नरो फेरि रुनै पर्छ त रुए मै रुन्छु त तपाईँको आँखा दुख्छ किन रुनु मेरै आँखा दुख्छ एकचोटि रोर्नु त लु मजाले मलाई आँसु आएको छैन आँखामा चाहिँ के हो त आँखामा चस्मा अनुहार यसको अनि त्यस्तै हो